हामी अहिलेसम्म सवारी चालक अनुमति पत्र लाइसेन्स प्राप्त गर्नका लागि यातायात कार्यालय धाउनु पर्थ्यो। घण्टौंसम्म लाइनमा बस्नु पर्थ्यो। तर अब यो झन्झटिलो प्रक्रियाबाट तपाईँ मुक्त हुँदै हुनुहुन्छ। अहिले बागमती प्रदेश सरकारले नागरिकहरूका लागि अनलाइनबाटै लाइसेन्स लिन मिल्ने गरी सुविधा ल्याएको छ। अब जम्मा लिखित र ट्रायलका लागि मात्र यातायात कार्यालय गए पुग्छ र तपाईले आफूलाई पाएक पर्ने स्थानमा गएर आफ्नो मेडिकल जाँच गराउन सक्नुहुन्छ। सुरुमा तपाईँ edl.bagmati.gov.np मा जानुहोस्। इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स पेज खुल्नेछ। अब तपाईले चाहनु भएको अप्सनमा क्लिक गर्नुहोस्। नयाँ आवेदन दिन खोज्दै हुनुहुन्छ भने नयाँ ड्राइभिङ लाइसेन्स भन्ने अप्सनमा क्लिक गर्नुहोस्। नयाँ दर्ता प्रक्रिया सुरु गर्न तपाईले 3 वटा विकल्प देख्नुहुनेछ। सुरुमा राष्ट्रिय परिचय पत्र नम्बर मार्फत दर्ता प्रक्रिया, दोस्रो नागरिक एपबाट QR कोड स्क्यान गरेर दर्ता प्रक्रिया र तेस्रो विदेशी नागरिकहरूका लागि। हामी अहिले तपाईलाई माथिका 3 वटा मध्ये एउटा प्रक्रिया सिकाउँदैछौं। नागरिक एपबाट दर्ता प्रक्रियाका लागि नयाँ रजिस्ट्रेसन अप्सनमा क्लिक गर्नुहोस्। अब नागरिक एप मार्फत स्क्यान गरेर अगाडि बढौं। तपाईले अब नागरिक एपमै यो देख्नुहुनेछ। यहाँनेर नो र एस लेखेका 2 अप्सन मध्ये एस थिचेर अगाडि बढ्नुहोस्। त्यसपछि रजिस्ट्रेसन फर्म खुल्नेछ। यति गरिसकेपछि तपाईको धेरै जसो विवरण राष्ट्रिय परिचय पत्र मार्फत आइसकेको छ। अब थोरै तलपट्टि सामान्य विवरण भर्नुहोस्। पहिचान चिन्हमा आफ्नो पहिचान खुल्ने किसिमको वर्ण लेख्नुहोस्। त्यसपछि प्रदेश, जिल्ला, पालिका, वडा र टोल लेखिएका ठाउँमा आफ्नो अस्थायी ठेगाना भर्नुहोस्। अब सम्पर्क जानकारी भर्नुहोस्, जसमा फोन नम्बर अनिवार्य राख्नुहोला। यदि इमेल छ भने त्यो पनि समावेश गर्नुहोला। यी कुरा अब पेश गर्नुहोस्। त्यसपछि तपाई कुन लाइसेन्स खोजिरहनु भएको हो त्यो क्याटेगोरीमा क्लिक गर्नुहोस्। अहिलेलाई हामीले ए क्याटेगोरी छानेर अघि बढ्यौं। अब कुन कार्यालयमा गएर तपाई लिखित वा ट्रायल परीक्षा दिने त्यो छान्नुहोस्। अहिले हामीले एकान्त कुनाको कार्यालय क्लिक गर्यौं। अब पेश गर्नुहोस्। त्यसपछि मेडिकलका लागि नयाँ पेज खुल्छ। कार्यालयले छनौट गरेका डाक्टरहरूको लिस्ट देख्नुहुनेछ। तपाईको नजिक पर्ने डाक्टरलाई फोन गरी मेडिकल गर्न जानुहोस्। मेडिकल पास भएपछि मात्रै तपाई अगाडि बढ्न सक्नुहुनेछ। त्यसपछि भुक्तानी प्रक्रिया आउँछ। सुरुमा पेमेन्ट पोर्टल जस्तै कनेक्ट आइपीएस, ई सेवा, फोन पे, खल्ती अथवा मोबाइल ब्याङ्किङ एपबाट गभर्नमेन्ट पेमेन्टको पेज मार्फत गएर आफ्नो ईबीपी नम्बर र अमाउन्ट थिचेर अगाडि बढ्नुहोस्। अब परीक्षा मिति छान्ने पेज देख्नुहुन्छ। त्यहाँ गएर आफूलाई सहज हुने मिति र समय छान्नुहोस् र कन्फर्म बटन थिचेर अगाडि बढ्नुहोस्। अब लिखित परीक्षा पास भएमा ट्रायल परीक्षाका लागि पुनः अर्को मिति र समय छान्नुहोस्। ट्रायल पास भएमा अब पुनः ईबीपी नम्बरबाट आफूले छानेको श्रेणी अनुसारको रकम भुक्तानी गर्नुहोस्। पेमेन्ट भइसकेपछि तपाईले बधाई सहित डिजिटल लाइसेन्स देख्न सक्नुहुनेछ। पुनः इक्जाम दिनु परेको खण्डमा इक्जाम फी तिरेर अगाडि बढ्न सक्नुहुन्छ। अब यो लाइसेन्स पीडीएफमा चाहनुहुन्छ भने डाउनलोड गर्नुहोस् अथवा प्रिन्ट गर्न चाहनुहुन्छ भने प्रिन्टका लागि अनुरोध अप्सनमा थिच्नुहोस्। नागरिक एपमा पनि उतिखेरै लिंक गरेर तपाईले आफ्नो लाइसेन्स हेर्न सक्नुहुन्छ। धन्यवाद।